नमस्ते सबैजनालाई। हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फेरि पनि आइसकेको छु म मेरो भ्लग लिएर। सबैजनाले हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। म चाहिँ हिजो आएको घरमा बाजे बिरामी भएर गाइस, त्यही भएर यसो दिनभरि काममा बिजी थियो। अहिले यसो टाइम निकालेर हल्का हजुरहरूलाई मेरो गाउँको भ्यू देखाउँ कि भनेर आएको गाइस। सबैजनाले हेरिदिनु होला मेरो भ्यू, हाम्रो गाउँको भ्यू हेर्नुहोस् गाइस। अनि चिसो चाहिँ लास्टै चिसो छ साथीहरू यतातिर। यो चाहिँ यसो अब गाउँतिर आएको भिडियो बनाउन त भनेको निस्किएको होइन साथीहरू। नराम्रो चाहिँ नमानेर मजाले हेरिदिनु होला भन्न चाहन्छु गाइस। यो चाहिँ मेरो अब दिन अस्ताउने बेला भयो होइन गाइस। हेर्नु यसो मेरो गाउँको भ्यू। सबैजनाले सूर्य क्या दामी देखाएको गाइस। यस्तो बवाल भ्यू छ गाइस यहाँ चाहिँ। म चाहिँ अहिले चौरजारी नगरपालिका 14 को र त्रिवेणी 9 को सिमानामा छु गाइस होइन। यो चाहिँ यता चाहिँ चौरजारी 14 पर्छ भनेपछि मेरो गाउँ यस्तो यो साइड चाहिँ त्रिवेणी 9 पर्छ र त्रिवेणी गाउँपालिका पर्छ गाइस। सबैजनाले हेरिदिनु होला भिडियो अन्तिमसम्म। रमाइलो ठाउँहरू गाउँहरू देखाउने छु। हजुरहरूले साथ सपोर्ट दिनुभयो भने भर्खर स्टार्ट हुँदैछ, बिस्तारै हुन्छ, सबै कुरा मिल्दै जान्छ। हजुरहरूको माया कमी हुनु भएन गाइस। अहिले चाहिँ अब सूर्य पनि अस्ताउन आँटिसक्यो। यसो भइसक्यो यी भ्यूबाट नत्र बवाल देखिन्छ। म अर्कोचोटि यसो टाइम मिलाएर अलि छिटो आएर यसो दामी भ्लग बनाइदिन्छु गाइस। एक दिन म त्यो माथि डाँडामा गएर पनि भ्लग बनाइदिन्छु। यस्तो बवाल भ्यू छ गाइस। मुरु चौतारा प्यौगा भन्ने ठाउँ, पेतीखोला भन्ने ठाउँ तल हो पेतीखेत। अनि यता चाहिँ यो भाग चाहिँ हाम्रो चौरजारी 14 हो। हेर्न सक्नुहुन्छ गाइस, यस्तो दामी बवाल छ मेरो गाउँ। मेरो घर चाहिँ यहाँ तल मुनि छ। सबैजनाले माया साथ सपोर्ट गर्नु पर्यो गाइस। बिस्तारै हजुरहरूलाई नयाँ ठाउँ नयाँ भवन देखाउने छु। हजुरहरूलाई सकेसम्म मनोरञ्जन गराउने प्रयास गर्नेछु गाइस। सधैँ जोडिदिनु होला, साथ सपोर्ट अनि सधैँ गरिराख्नु होला। हेर्नुहोस् गाइस, यस्तो दामी भ्यू छ गाइस। यी चराहरू गाइस। यो चाहिँ हाम्रो खाने पानी लिफ्टिङको पानी हो गाइस। यो चाहिँ टङ्की पानी पुग्दैन भनेर टङ्की गरेको। बिहान चाहिँ त्यो माथि त्यो पारी डाँडादेखि तानेको छ। लगभग 250-300 भन्दा बढी घरमा जान्छ यो पानी। यो हामीले खाने पानी पनि यही हो गाइस। यही हो, यस्तो दामी भ्यू छ गाइस। आनन्दको स्वर्ग जस्तै छ गाइस। हजुरहरूलाई के कस्तो लाग्छ मेरो ठाउँ कमेन्ट गर्न नभुल्नु होला। एकचोटि अलि टाइम निकालेर माथि त्यो डाँडामा गएर देखाइदिन्छु पुरै भ्यू। अहिले चाहिँ घरमा काम थियो, बाजे बिरामी भएको कारणले गर्दाखेरि मात्रै मैले राम्रो अलि टाइममै आउन पाइनँ गाइस। त्यसको लागि माफी चाहन्छु होइन। अब बाँकी कुरा चाहिँ हजुरहरूको माया साथ सपोर्टको आवश्यक परेको छ गाइस। हजुरहरूले साथ दिनुहुन्छ भने म पूर्ण विश्वासका साथ भिडियो बनाइरहेको छु। हजुरहरूलाई सकेसम्म
मनोरञ्जन रमाइलो र गराउने प्रयास गर्नेछु। हजुर पनि हामीहरू सँगै जोडिनु होला। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनु होला। हजुरहरूको माया र साथ पाइयो भने केही गर्न सकिन्छ कि भन्ने आशा छ गाइज। त्यसैले हजुरहरूले माया चाहिँ कमी हुन दिनु भएन है त, यही भन्न चाहन्छु गाइज। अरू यस्तै हो गाइज, के भन्ने हो र होइन। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। अहिले रात परिसक्यो, मम्मीले बोलाउँदै हुनुहुन्थ्यो। म चाहिँ घर जान्छु गाइज। अहिले फेरि मम्मीले मार्नुहुन्छ, यो कसको बारीमा आएको, अहिले बारी अगाडि पनि मार्छन्। देख्न सक्नुहुन्छ तोरी फुलेको छ गाइज। चिसो चिसो लास्टै चिसो छ गाइज। आजभोलि चौरदारी 14 फेरि यो साइड चाहिँ त्रिवेणीमा पर्छ गाइज, सिमानामा छ गाइज। घर चाहिँ जे भयो नि जस्तो भयो नि, आफ्नो ठाउँ सबैलाई प्यारो लाग्छ होइन गाइज। हजुरहरूलाई पनि आफ्नो ठाउँ प्यारो नै लाग्छ होला। हजुरहरूको कुन ठाउँदेखि हुनुहुन्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला। मेरो घर चाहिँ यही हो गाइज, यही हो मेरो घर चाहिँ। म चाहिँ घरदेखि माथि आएर भिडियो बनाइरहेको छु गाइज। हेर्नुहोस् दामी छ। अब मोबाइल राम्रो नभएको कारणले गर्दा पनि भिडियो राम्रो नआउन सक्छ। जे जस्तो भयो नि हजुरहरूले हेरिदिनु होला भन्ने चाहन्छु। हजुरहरूबाट यही अपेक्षा राख्छु गाइज। अरू बाँकी भिडियो गर्दै गरौँला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज गाइज। अब अर्को भिडियो लिएर आउने छु। अहिलेलाई यति नै, ओके बाई।